हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज हामी साथीहरूसँग भेडेटारको यात्रा गर्दैछौँ र हामीसँग हुनुहुन्छ साथी। यो साथीलाई त हजुरले चिन्नुहुन्छ होला, हेर्नुहोस् त, यो अनुहार। उहाँ हाम्रो कश्यप सप्लायर्स गाईघाटको प्रोप्राइटर कोसराज दाहाल र पछाडि हुनुहुन्छ हाम्रो गाईघाटको टाइकुन पुस्तक व्यवसायी जाल्पा बुक्सबाट एकराज बस्नेतज्यू र साथमा पछाडि हुनुहुन्छ गाईघाटको उद्योगपति मसला उद्योगपति दिनेश कुमार शाह सुडीज्यू। हामी अहिले चत्रा कटिसकेका छौँ। अहिले हामी झन्डा चौक आइपुग्यौँ, तर आज हामी यता धरान जाने हो। यता धरान नगइकन हामी यता इटरीबाट जाँदैछौँ, किनकि यता बाटो खराब भएकोले हामी सिधै यता इटरीतिर लाग्दैछौँ। अहिले हामी नरिवल पानी खान जाँदैछौँ। सर, यो नरिवल पानी कहाँबाट ल्याउनु भएको हो? यो नेपालकै हो। नेपालकै हो? कुन ठाउँबाट ल्याउनु भएको? यो लामतिरबाट होला। लामतिरबाट हो? दिदीहरूले ल्याइदिन्छ। अनि दिनमा कतिवटा नरिवल पानी ल्याइदिनु जान्छ? 10 वटा 15 वटा। गर्मी महिनामा उखुको जुस र नरिवल पानीको मजै केही अर्कै छ। आजको हाम्रो यात्राको साथी महिन्द्राको इभी BE6 रहेको छ। कौशलजी, आजको यात्राको बारेमा के भनिदिनुहुन्छ कि? आजको यात्रा भनेको अहिले यहाँसम्म आइपुग्दा चाहिँ हामी अहिले तरराको छेउमा बसेर यहाँ नरिवल पानी खाइरहेका छौँ, खाने तयारीमा छौँ। एकदमै रमाइलो छ। 4 जना साथीहरू, एकदम मन मिल्ने साथीहरू हिँडेका छौँ। गाईघाटबाट निस्क्यौँ। आज भेडेटारसम्मको बसाइ छ। अब भेडेटार बसिन्छ कि माथि होमस्टेसनमा पुगेर बसिन्छ भन्ने कुरा चाहिँ अलिक कन्फ्युजन छ। अब त्यो चाहिँ उहीँ गएपछि टुङ्गो लाग्छ, तर एकदम रमणीय छ। यहाँ बस्न पनि मौसम पनि अहिले ठिक्क छ, गर्मी पनि छैन, एकदम रमाइलो भइरहेको छ। अझ हामीले एकदमै धेरै रमाइलो गर्ने सोचका साथ हामी साथीभाइ जाँदैछौँ। अरू त के हुनु र, यस्तै छ। अनि तपाईँ दिनेश सर, यो यात्राको बारेमा अब गाईघाटमा अलिकता गर्मी पनि यो बिचमा निकै नै बढेको थियो र हाम्रो यो